म्याग्नेटिजम एन्ड म्याटर सजिलो च्याप्टर छ। यसको बारेमा कुरा गर्दै गर्दा फर्स्टमा सिम्पल फर्मुलाजहरु छ, जस्तो कि जसरी हामीले इलेक्ट्रिक डाइपोलमा फर्मुलाज पढ्थ्यो, सिमिलर फर्मुला चाहिँ हामीले म्याग्नेटिक डाइपोलमा पनि पढ्नुपर्छ। जस्तो कि इलेक्ट्रिक डाइपोलमा हामीले सपोज इलेक्ट्रिक फिल्ड एट एक्सियल पोइन्ट के पढ्थ्यो, के 2pr r स्क्वायर माइनस a स्क्वायर होल स्क्वायर। सेम कुरा चाहिँ अब यो के चाहिँ यहाँनिर के थियो भन्दाखेरि चाहिँ 1/4 पाइ एप्सिलन नट थियो। अब यहाँनिर सेम कुरा म्याग्नेटिक डाइपोल, म्याग्नेटिजममा म्याग्नेटिक डाइपोलमा पनि एक्सियल पोइन्ट हुन्छ, त्यसो तर यसमा चाहिँ तिम्रो बायस-सावर्ट्सको कन्स्टेन्ट लाग्छ μ0/4 पाइ, अनि 2 को 2 नै छ। p को p भनेको इलेक्ट्रिक डाइपोल मोमेन्ट थियो, अब चाहिँ हाम्रो p को जग्गामा स्मल m लाग्छ। सो व्हाट इज स्मल m भन्यो भने चाहिँ म्याग्नेटिक डाइपोल मोमेन्ट, म्याग्नेटिक डाइपोल मोमेन्ट। सो यसलाई चाहिँ तिमीले एनालोगस टर्म भन्छ, के भन्छ रे, एनालोगस टर्म। ठीक छ, यहाँनिर p ले जे काम गर्थ्यो इलेक्ट्रोस्ट्याटिक्समा त्यही काम चाहिँ स्मल m ले गर्छ म्याग्नेटिजममा। त्यहाँबाट तपाईको r को r हो, अनि यतापट्टि तिम्रो r स्क्वायर माइनस a स्क्वायर बाइ होल स्क्वायर। अब कतिवटा बुकमा यहाँ l स्क्वायर लेखेको हुन्छ, l स्क्वायर लेखेको मतलब चाहिँ उनीहरूले लेन्थलाई 2l लिँदैछ, हामीले चाहिँ यहाँ 2a नै अरु चेन्ज नगर्यो। ओके, त्यसरी नै तिम्रो इक्वेटोरियल पोइन्ट, सो इक्वेटोरियल पोइन्ट डाइरेक्ट यहाँ लेख्छु म्याग्नेटिजममा, उताको तिमीलाई थाहै नै छ μ0/4 पाइ कति हो m बाइ, बिकज p को जग्गामा m लाग्छ, यतापट्टि चाहिँ r स्क्वायर प्लस a स्क्वायर बस। त्यहाँदेखि जसरी हाम्रो उतापट्टि पोटेन्शियल एनर्जी लाग्थ्यो हैन, पोटेन्शियल एनर्जीको टाइम माइनस उतापट्टि के थियो माइनस p डट e डाइपोलको लागि। अहिले म डाइपोलको सँग मात्रै रिलेट गर्दैछु, अन्त डाइपोलको लागि चाहिँ गर्नु पर्यो, किनकि म्याग्नेटिजममा त सिंगल चार्जेस एक्जिस्ट गर्दैन। ठीक छ, सो तिमीले यो पनि याद राख्नुपर्छ। तिमीको अब इलेक्ट्रिक फिल्ड लाइन्स र म्याग्नेटिक फिल्ड लाइन्समा एउटा मात्रै डिफरेन्स छ, मेजर डिफरेन्स छ। अरु भन्दा पनि सबैभन्दा इम्पोर्टेन्ट डिफरेन्स चाहिँ के छ भन्दाखेरि चाहिँ इलेक्ट्रिक फिल्ड लाइन्सले चाहिँ क्लोज लुप बनाउँदैन, तर म्याग्नेटिक फिल्ड लाइन चाहिँ जहिले पनि क्लोज लुप बनाउँछ। सो त्यो चाहिँ के को पनि प्रुफ हो भन्दाखेरि चाहिँ म्याग्नेटिक मोनोपोल्स, जस्तो कि नर्थ अलग से साउथ अलग से डज नट एक्जिस्ट। सो त्यो पोइन्ट पनि तिमीले नोट गरिराख्नु। ओके, सो यहाँनिर पोटेन्शियल एनर्जी भन्यो भने यतापट्टि माइनस p डट e थियो, यहाँनिर के हुन्छ माइनस m डट p। देन फेरि उतापट्टि टर्क p क्रस e थियो, यहाँनिर हुन्छ m क्रस। अब अर्को कुरा यो त भयो, अरु फर्मुलाजहरु छ भने पनि सेम प्याटर्नमै जान्छ। अर्को चाहिँ के छ भन्देखिलाई तिम्रो यो चाहिँ अलिकति इन्ट्रेस्टिङ छ। एउटा करेन्ट क्यारिङ कोइल अन्त एउटा म्याग्नेटिक डाइपोल, करेन्ट क्यारिङ कोइल अन्त एउटा म्याग्नेटिक डाइपोल। म्याग्नेटिक डाइपोलमा नर्थ र साउथ हुन्छ हैन, यो दुईटा एउटै हो, दुईटा एउटै हो। अब यसको प्रुफ चाहिँ लामो पनि छ, तर म चाहिँ एउटा सजिलो वेमा जाँदैछु, किनकि हामीलाई मेन कुरा चाहिँ यसरी भनेको हुन्छ, अ म्याग्नेटिक डाइपोल इज इक्विभ्यालेन्ट टु अ करेन्ट क्यारिङ वायर, अ सर्कुलर वायर भनेर तिमीलाई भन्यो भने 1 मार्क्सको लागि आउँछ मोस्टली। त्यसमा चाहिँ तिमीले खाली के गर्नुपर्छ भन्दाखेरि मेन चाहिँ यो फर्मुला निकाल्नु, म्याग्नेटिक मोमेन्ट इक्वल्स टु I इन्टु A। यो एउटा इम्पोर्टेन्ट फर्मुला हो म्याग्नेटिक मोमेन्ट। सो म्याग्नेटिक मोमेन्टको अझै एउटा फर्मुला, अब हाम्रो त यहाँनिर त खाली के थियो, p को जग्गामा फर्मुला एउटा मात्रै थियो, q इन्टु 2l, यो मात्रै फर्मुलाले हामी काम चलाउँथ्यौँ। सो यस्तै फर्ममा पनि हुन्छ m को, यस्तै फर्ममा पनि हामीले लेख्यो भने qm इन्टु 2l, अब यो भयो, यस्तै फर्ममा पनि हामीले लेख्छ। अन्त यहाँ है, अच्छा हामीले यहाँ a लेखेको भने यहाँ 2a हुन्छ, अन्त यतापट्टि पनि a लेखेको छ भने त्यो नोटेसन मात्रै हो। ओके, सो सिमिलर फर्ममा पनि म्याग्नेटिक मोमेन्टको फर्मुला त छ, तर अझै एउटा फर्मुला पनि छ म्याग्नेटिक मोमेन्टको, द्याट इज करेन्ट इन्टु एरिया, करेन्ट इन्टु यो एरिया, यो अझै एउटा फर्मुला हो। अब यो फर्मुला कसरी आउँछ भन्दाखेरि सिम्पल छ, यहाँ सबैले। अब यो करेन्ट क्यारिङ वायर हो हैन, करेन्ट क्यारिङ वायरको म्याग्नेटिक फिल्ड तिमीले हेर्यो भने अस्ति हामीले निकालेको छ बायस-सावर्ट्समा, हामीले निकालेको छ च्याप्टर नम्बर 4 मा। त्यो चाहिँ कति निकालेको छ भन्दा μ0/4 पाइ 2ia बाइ यतापट्टि चाहिँ
r square plus a square v by d. So हेरौँ है ओके ध्यानसँग लिएर अब एक्सियल पोइन्टमा जुन चाहिँ हाम्रो एउटा कन्डिसन छ त्यो चाहिँ के कन्डिसन हो भन्दाखेरि चाहिँ when the point is far away from the surface या त for a short dipole. So for a short dipole हामीले यसलाई हेर्यो भने यहाँ हेर्नु त सबैले for a short dipole हामीले यसलाई हेर्यो भने कस्तो हुन्छ for a short dipole mu naught by 4 pi 2m r यतापट्टि कति आउँछ r square into r square r4 यो त नेग्लेक्ट हुन्छ सर्ट डाइपोलको लागि. सो यो त सर्ट डाइपोलको लागि गर्दैछु. सो r पावर 4 हुन्छ यो र यो काटेर r क्यूब आउँछ. एग्रीड? यस सर. सो सिमिलरली यहाँ पनि तिमीले त्यही कन्डिसनलाई राख्यो अरे त्यो कन्डिसनमा त्यही राख्यो भने के हुन्छ r मस्ट ग्रेटर देन a हुन्छ. सो के आयो यसमा पनि mu naught by 4 pi 2ia by स्क्वायर क्यान्सल हुन्छ r क्यूब. एग्रीड? यस सर. सो तिमीले हेर्यो भने यहाँ हेरौँ सर्कुलर करेन्ट क्यारिङ लुपको एक्सियल पोइन्टमा पनि यो फर्मुला छ अनि डाइपोलको पनि एक्सियल पोइन्टमा सिमिलर फर्ममा फर्मुला छ. देख्यौ तिमीले? यस सर. बोल. यस सर. यो चाहिँ सर्टकट हो त्यही भएर त्यस्तो क्ल्यारिटी छैन. अब यसको लेन्दी मेथडमा गयो भने चाहिँ पढाउँछ पनि कतिवटा स्कुलमा तर चाहिँदैन त्यो. त्यही भएर म त्यो लेन्दी मेथडमा चाहिँ गएको छैन. त्यसमा चाहिँ इन्टिग्रेसन गर्नुपर्छ. एनिवे सो यहाँनिर तिमीले हेऱ्यो फर्म कमन छ. सो कमन छ भने यहाँ चाहिँ m छ यहाँ चाहिँ के छ ia. सो म्याग्नेटिक मोमेन्ट इक्वल्स टु ia भनेर हामीले यसरी निकाल्न सक्छौँ. त्यहाँबाट मैले यहाँ सिलेबसमा हेर्दै गर्दा म्याग्नेटिक मोमेन्ट अफ रिभल्भिङ इलेक्ट्रोन त खासै त भेटाइन तर कतिवटा बोर्ड्स क्वेसनमा आएको छ. सो त्यही भएर हामी त्यसलाई स्किप गर्दैन सजिलो छ. ठिक छ हेरौँ है. सो यो च्याप्टरको कन्टेक्स्टमा हामीले हेर्यो भने एउटामा चाहिँ स्टार्टिङ चाहिँ यसरी छ हो अनि क्वालिटेटिभ ट्रिटमेन्ट भनेको छ सिलेबसमा. भनेपछि तिमी डर लाग्दो भित्र बस्नु परेन. क्वान्टिटेटिभ ट्रिटमेन्ट भनेको चाहिँ अब ओभर डिटेलमा पढ्नु पर्यो. सो क्वालिटेटिभ ट्रिटमेन्ट भनेको चाहिँ यसरी हो टक 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 रिलेट गर्दै पढ्नुपर्छ. त्यहाँबाट चाहिँ अब हाम्रो यो सक्ने साथ प्यारा फेरो र डायम्याग्नेटिक्स छ. त्यति सकेपछि त च्याप्टर सकिहाल्यो. ओके सो म यहाँ गरिदिँदैछु ध्यान दिऊ. So magnetic moment of revolving electron. Revolving electron. यो त कन्सेप्ट वाइज पनि बुझ्नु जरुरी छ किनकि कुनै पनि एउटा एटम छ त्यो एटमको वरिपरि इलेक्ट्रोन घुम्दै गरेको हुन्छ. सो त्यो एटम अपने आपमा नै एउटा डाइपोल हो. सो एउटा स्टेटमेन्ट पनि यसरी जान्छ एन एटम इज एन magnetic dipole. Every atom. Okay, let's see. यहाँ तिम्रो एउटा न्यूक्लियस यहाँ छ यहाँ इलेक्ट्रोन घुम्दैछ. अब इलेक्ट्रोन यता घुम्दैछ भने यतापट्टि करेन्ट पनि बनिँदै गरेको हुन्छ अपोजिट डाइरेक्सनमा बिकज मुभमेन्ट अफ चार्जेसले करेन्ट डेभलप गर्छ. अनि यो त एउटा पाथ छ यसको हैन. अहिले हामी सर्कुलर लियौँ ठिकै छ. सर्कुलर पाथमा घुम्दैछ भनेपछि यसको एरिया पनि डेफिनेटली हुन्छ. सो रेडियस पनि राखौँ r हैन. सो करेन्ट पनि छ साथसाथ यसको के छ एरिया पनि छ भनेपछि हामीले यो फर्मुला लाउन सक्छौँ. अनि अघि भर्खर हामीले पढ्यौँ अ करेन्ट क्यारिङ कोइल. सो इट्स नथिङ. सो व्हाट्स एन एटम विथ अ रिभल्भिङ इलेक्ट्रोन भन्यो भने इट इज अ करेन्ट क्यारिङ सर्कुलर कोइल. सिम्पल भाषामा भन्यो. अनि एभ्री सर्कुलर करेन्ट क्यारिङ कोइल एक्ट्स एट द डाइपोल. वी जस्ट प्रूभ दैट. एन्ड द फर्मुला इज दिस m equals to ia. सो त्यसलाई म लाउँदैछु सजिलो. m equals to ia. करेन्ट भनेको के हो चार्ज अपन टाइम. एरिया भनेको पाई r स्क्वायर. अब चार्जलाई तिमी e लेख चार्ज अफ इलेक्ट्रोन. टाइमको जग्गामा तिमीले के लेख्नु पर्यो डिस्टेन्स बाइ स्पिड. टाइमको जग्गामा के लेख्छ डिस्टेन्स बाइ स्पिड. सो डिस्टेन्स कति हो 2 पाई r बाइ v इन्टु पाई r स्क्वायर को पाई r स्क्वायर. पाई क्यान्सल r पनि क्यान्सल v माथि गयो. सो कति आयो EVR/2. सो यो एउटा फर्मुला म्याग्नेटिक मोमेन्टको EVR/2. यो लगाएको चाहिँ कतिवटा बोर्ड्सको सम्सहरुमा डाइरेक्ट यो फर्मुला पनि एप्लाई गरेको छ EVR/2 भनेर. ओके त्यहाँबाट यसलाई फेरि इन टर्म्स अफ एंगुलर मोमेन्टम पनि लेख्छ. इन टर्म्स अफ के रे एंगुलर मोमेन्टम. यसको लागि चाहिँ सिम्पल एउटा स्टेप गर्नु पर्यो. यहाँ हेरौँ क्यापिटल L
is equal to NH by 2 pi. So यहाँ अघि मलाई भाइले सोध्दै थियो सर यो फर्मुला चाहिँ कहाँबाट आउँछ? अब यो चाहिँ तिम्रो बोर्सको क्वान्टम कन्डिसन भन्छ यसलाई कि बोरले के कुरा भन्यो यो इलेक्ट्रोन अब यसको बारेमा हामी एटम्समा पनि पढ्छ हैन तिमीले केमिस्ट्रीमा पनि 11 मा पढेको लोअर क्लासमा पनि पढेको कि इलेक्ट्रोन जुन पाए त्यही अर्बिटमा घुम्दैन तर त्यो अर्बिटमा मात्रै घुम्छ इलेक्ट्रोन रिभल्व्स ओन्ली इन दोज अर्बिट where its angular momentum of the electron is equal to nh by 2 pi. यो चाहिँ स्टेशनरी वेव्स बाट आउँछ क्लास 11 को लास्ट च्याप्टर स्टेशनरी वेव्स छ त्यसबाट पनि डिराइभ गर्नुपर्छ सो द्याट्स अ लङ प्रोसेस सो त्यसमा हामी नजाउँ तिमीलाई कसले पनि यो डिराइभ गर्नु भन्दैन नसुर्त बोर्ड्समा ओके सो l equals to ns by 2 pi छ यहाँ नि ध्यान दिउँ अब एंगुलर मोमेन्टम को फर्मुला सो दिस l stands for angular momentum अब एंगुलर मोमेन्टम को फर्मुला चाहिँ के हो भन्दाखेरि चाहिँ mvr मास भेलोसिटी रेडियस यो चाहिँ तिम्रो एंगुलर मोमेन्टम को फर्मुला हो सो यहाँबाट यसलाई तिमीले स्मल m निकाल्यो अरे स्मल m या त दुईजनाले डिवाइड गर्दै डाइरेक्ट सो जस्ट टु मेक अ डिफरेन्स कि यो मास हो यसलाई म m लेखिदिन्छु भने फेरि यो स्मल m कम्पेयर तिमीले एउटै मानि पठाउँछ यो स्मल m चाहिँ म्याग्नेटिक मोमेन्ट हो यो m चाहिँ मास हो त्यही भएर मैले m लेखिदिएको छु अब दुईजनालाई डिवाइड गरौँ यसलाई डिवाइड गरौँ सिम्पल सो इक्वेसन 1 इक्वेसन 2 सो डिवाइड गर्यो भने हाम्रो के आउँछ m by l गर्यो भने यतापट्टि तिम्रो कति आयो evr by 2 m को जग्गामा अन्त l को जग्गामा चाहिँ डिवाइडलाई मल्टिप्लिकेसन गर्दा यो फर्मुला युज गरेछ यो वाला हैन यो वाला ठीक छ हुन त यो वाला पनि चलाउनु हुन्छ यो लास्टमा चलाउँछ ओके सो के आयो तिम्रो MEVR सो तिमीको रेगुलरको नोटसँग मिलोस् भनेर चाहिँ म गर्दैछु त्यसरी अब VR क्यान्सल आउट भइहाल्यो VR क्यान्सल आउट भयो सो के आयो तिम्रो E by 2ME M यहाँ छ L लाई तल लैजाऊ अब L को जग्गा के लाग्छ NH by 2 pi NH by 2 pi सो यो तिम्रो म्याग्नेटिक मोमेन्टको अर्को फर्मुला आयो that is NHE by 2 to the 4 pi ME अनि यहाँ तिमीले n लाई 1 लियो भने त्यसलाई बोर म्याग्नेट्रोन भन्छ n लाई 1 लियो भने के भन्छ रे बोर म्याग्नेट्रोन सो त्यो पनि एकखेप क्वेशन राख्थ्यो व्हाट इज बोर म्याग्नेट्रोन सो तिमीले के लेख्नु पर्यो बोर म्याग्नेट्रोन इज द म्याग्नेटिक मोमेन्ट अफ अ रिभल्भिङ इलेक्ट्रोन इन द फर्स्ट अर्बिट बिकज तिमीले n लाई 1 लिदियौ n भनेको चाहिँ नम्बर अफ अर्बिट सो यो पनि फर्मुला पनि आयो अन्त मैले बोर म्याग्नेट्रोन पनि तिमीलाई भर्बली भन्दै H भनेको प्लाङ्क्स कन्स्टेन्ट सबैले यो बुझ्यो बोर्ड्सको बुकमा पनि लेखेको छ मजा कुराहरु छ यसो त्यो बुकमा लेखेको थ्योरीहरु पनि पढ्नु एकदमै कुरा इन्ट्रेस्टिङ हुन्छ जो पछि गएर सम्ससँग तिमीलाई हेल्प हुन्छ त्यसले पनि सो म्याग्नेटलाई कट गर्यो भने यसलाई दुई प्रकारमा हामीले कट गर्न सक्छौं अनि अर्को चाहिँ तिम्रो यसको लेन्थको पनि रेशियो हुन्छ जस्तो कि यसको एक्चुअल लेन्थ नर्थ र साउथ कहिले पनि एक्ज्याक्टली एट एन्ड्स हुँदैन अलिकति डिफरेन्स हुन्छ यसको सो यसको रेशियो पनि छ त्यो चाहिँ के भन्दाखेरि चाहिँ एक्चुअल लेन्थ बाइ जियोमेट्रिक लेन्थ ओके लेट मी बी स्पेसिफिक उनीहरूले चाहिँ एक्चुअल नभनेर म्याग्नेटिक लेन्थ भनेको रहेछ सो म्याग्नेटिक लेन्थ बाइ जियोमेट्रिक लेन्थ को रेशियो चाहिँ 5/6 हो सो यो तिमीलाई एमसीक्यू आउन सक्छ यसको मतलब चाहिँ सिम्पली के हो भन्दाखेरि चाहिँ तिम्रो जुन चाहिँ म्याग्नेटिक पोल्स हुन्छ त्यो एट द एन्ड्स हुँदैन अलिकति भित्र बसेको भित्र हुन्छ सो त्यही भएर यो रेशियो तिमीले याद राख्नु अर्को चाहिँ जब पनि तिमीले एउटा डाइपोललाई कट गर्छौ यसलाई कट गर्ने दुईटा तरिका हुन्छ एउटा चाहिँ तिमीले या त यसरी काट्नु पर्यो यसरी या त तिमीले यसलाई यसरी काट्नु पर्यो दुईटा वेमा हामीले यसलाई कट गर्न सक्छौं अब यदि तिमीले यसरी काट्यौ परपेन्डिकुलरली काट्यो भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यति बेला चाहिँ तिम्रो जुन चाहिँ म्याग्नेट छ त्यसको पोल स्ट्रेन्थमा केही फरक पर्दैन पोल स्ट्रेन्थ जस्तोको त्यस्तै बस्छ खाली लेन्थ मात्रै कति भयो आधी लेन्थ मात्रै आधी भयो त्यहाँबाट
एउटा एमसीक्यू हुनुपर्ने यस्तो। जब तिमीले यसरी एक्सियली काट्छौ along the axis, तब कट गर्दा चाहिँ यसरी काटिन्छ। सो दुईटा तरिका छ, एउटा यसरी एउटा यसरी। अब यसरी काट्दा चाहिँ तिम्रो पोल स्ट्रेन्थ हाफ हुन्छ, qm/2 दुईपट्टि त्यही हो। अनि यसमा चाहिँ लेन्थ के बस्छ, सेम बस्छ। अब इन्ट्रेस्टिङ कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ सपोज तिमीलाई सोध्यो अरे म्याग्नेटिक मोमेन्टको बारेमा। सो दुईजनाको म्याग्नेटिक मोमेन्ट चाहिँ हाफ हुन्छ, किनकि म्याग्नेटिक मोमेन्ट केमा डिपेन्ड गर्छ, एउटा त पोल स्ट्रेन्थ, अर्को चाहिँ सो एउटामा चाहिँ पोल स्ट्रेन्थ सेम बस्यो, लेन्थ घट्यो, अर्कोमा चाहिँ पोल स्ट्रेन्थ हाफ भयो, लेन्थ सेम बस्यो। सो इन बोथ द केसेस पोल स्ट्रेन्थमा चेन्ज चाहिँ एउटै आउँछ। सो तिमीले यसमा सम्स गर्नु, यस्तो खालको सम्स छ। कट गरिसकेर फेरि यसलाई माथिबाट जोडेको छ, यसरी जोड्दा र यसरी जोड्दा के हुन्छ भनेर सोधेको छ। सो ये आपकी जिम्मेवारी है, हमने बोल दिया है कैसा सम है, ठीक है ओके। किनकि म अहिले हाम्रो यहाँ थ्योरी मात्रै बनाउँदैछु है। सो अब हाम्रो नेक्स्ट एस्पेक्टलाई हामीले हेर्यो भने एउटा इम्पोर्टेन्ट दुईटा म नोट मैले यहाँ दिइसकेको छु। नेक्स्ट चाहिँ हाम्रो के छ भनेदेखिलाई यस यो रिलेसन, अब सम टर्म्स रिलेटेड टु म्याग्नेटिजम भनेर भनेको छ, इम्पोर्टेन्ट टर्म्सहरू। सो त्यसमा के आयो भन्दाखेरि एच आउँछ, अनि एच भनेको चाहिँ म्याग्नेटिक फिल्ड इन्टेन्सिटी हो, एच भनेको चाहिँ। त्यहाँदेखि यसमा बी नट आउँछ, यो चाहिँ म्याग्नेटाइजिङ फिल्ड हो, म्याग्नेटाइजिङ फिल्ड इन्टेन्सिटी। त्यहाँदेखि यसमा अर्को चाहिँ तपाईँको बिएम आउँछ, यो चाहिँ म्याग्नेटिक फिल्ड अफ मटेरियल। त्यहाँबाट यसमा तपाईँहरूको बी आउँछ, यो चाहिँ टोटल फिल्ड। लु पहिले यति डिस्कस गरिहालौँ, देन विल टक अबाउट अदर्स। सो यहाँनिर म्याग्नेटिक फिल्ड इन्टेन्सिटी, ल म अलिक छिटो लान्छु है। कुनै पनि एउटा करेन्ट क्यारिङ वायर छ अरे, कुनै पनि एउटा करेन्ट क्यारिङ वायर छ अरे, यो वायरकोमा एउटा एबिलिटी हुन्छ कुनै पनि मटेरियललाई म्याग्नेटाइज गर्ने, ठीक छ। सो म भर्बली नै भन्छु, व्हाट इज म्याग्नेटिक फिल्ड इन्टेन्सिटी भन्यो भने चाहिँ द एबिलिटी अफ अ करेन्ट क्यारिङ वायर अर अ कोइल टु म्याग्नेटाइज अ मटेरियल, त्यसको एक्चुअल एबिलिटी। एक्चुअल एबिलिटी इन सर्ट मैले लेखिदिएको छु। अब यो एबिलिटी हेरेर जस्तै एउटा मटेरियल हामीले राख्छ, यहाँ मटेरियल राख्छ, ठीक छ। यो मटेरियलले चाहिँ कहिले पनि यसलाई एच भेट्दैन। अब यो एच को भ्यालु चाहिँ एनआई हो, नम्बर अफ टर्न्स इन्टु करेन्ट, मतलब जति बेसी करेन्ट हुन्छ त्यति बेसी एबिलिटी हुन्छ, सिम्पल भाषा। तर यो मटेरियलले कहिले पनि एच भेट्दैन, बिकज बीचमा चाहिँ छ मिडियम, बीचमा के छ नानी हो, मिडियम। अनि म जहिले पनि नानीहरूलाई मैले रेगुलर पनि तिमीलाई यसरी सिकाउँथेँ, त्यो चाहिँ के भन्दाखेरि चाहिँ यो एच चाहिँ एउटा टिचरको एबिलिटी हो, तर एउटा स्टुडेन्टले कहिले पनि यो एबिलिटी पाउँदैन, किन बीचमा मिडियम छ नि त, बीचमा सोसियल मिडिया छ, बीचमा तिम्रो गेमिङ छ, बीचमा तिम्रो रिलेसन छ। सो मेरो एक्चुअल एबिलिटी एनआई हो भने तिमीले कहिले पनि एनआई भेट्दैन, यु आर नट गोइङ टु बी म्याग्नेटाइज बाइ द्याट एनआई। अब तिम्रो मिडियमले डिसाइड गर्छ। अब तिम्रो यहाँ मिडियम जति बेसी त्यति कम्ती तिमी म्याग्नेटाइज हुन्छ। सो केमा डिपेन्ड गर्छ अरे, पढाइ पनि त्यही हो, एनआई भेट्दैन ल तिमीले, मिडियमले डिसाइड गर्छ। त्यही भएर जतिजनाको मिडियम कम्ती हुन्छ, डिस्ट्र्याक्सन कम्ती, त्यसले अलिक बेसी म्याग्नेटाइजिङ फिल्डलाई पाउँछ। डिस्ट्र्याक्सन बेसी, म्याग्नेटाइजै हुँदैन मटेरियल, जे होस्। सो म्याग्नेटाइजिङ फिल्ड इन्टेन्सिटी चाहिँ कति हुन्छ भन्दाखेरि चाहिँ म्यु नट एनआई, वेयर म्यु नट इज द परमिएबिलिटी अफ अ मिडियम।
ओके पाउनु चाहिँ एच पर्थ्यो पायो चाहिँ बी नट अनि यहाँनिर तिमीले यहाँ मिडियमले रोल प्ले गर्दैछ है म्यू नट अनि एनआई को जग्गा के लेख्न सक्छ हामीले एच सो एउटा सिम्पल रिलेसन आइहाल्यो त्यहाँबाट ध्यान दिउँ जसै यो मटेरियलले बी नट एक्सपिरियन्स गर्यो अब यो मटेरियल भित्र थुप्रो थुप्रो एटम्सहरू हुन्छ हैन अब हामीले भर्खर पढ्यो एभ्री एटम इज अ डाइपोल अब जब पनि एउटा डाइपोललाई लो अब इलेक्ट्रोस्ट्याटिक्समा जाउँ त म यहाँ डल्लै भन्दिनँ जब पनि एउटा डाइपोललाई फिल्डमा लाग्छ व्हाट विल इट एक्सपिरियन्स टर्क टर्कले गर्दा के हुन्छ रोटेट गरेर कुन चाहिँ पोजिसनमा जान्छ स्टेबल सो स्टेबल पोजिसन हामीले पढिसकेको छ स्टेबल चाहिँ त्यति बेला हुन्छ जब चाहिँ तिम्रो म्याग्नेटिक फिल्ड अनि भित्र भएको डाइपोल्सहरू सेम डाइरेक्सनमा हो स्टेबल पोजिसन यो सो यो डल्लो चाहिँ के बनाएको भन्दाखेरि चाहिँ करेन्ट क्यारिङ वायर द्याट इज एन इलेक्ट्रोन रिभल्भिङ अराउन्ड एन एटम अर न्युक्लियस सो यो चाहिँ तिम्रो म्याग्नेटिक मोमेन्ट ओके यो चाहिँ तिम्रो सिम्बोलिक रिप्रेजेन्टेसन भयो सो अघिसम्म चाहिँ बी नटले गर्दा मटेरियल म्याग्नेटाइज हुँदै थियो अब चाहिँ मटेरियलले आफ्नो फिल्ड पनि प्रड्युस गर्यो सो यो भित्र मटेरियल भित्र प्रड्युस भएको फिल्डलाई चाहिँ हामीले बीएम भन्छ मटेरियल भित्र प्रड्युस भएको कसले गर्दा प्रड्युस भयो बी नट सो यसको फर्मुला चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ म्यू नट एनआई नै हुन्छ सेम हुन्छ किनकि यो कसको फर्मुला हो सोलेनोइड अनि त्यो एटम भित्र त्यो जुन चाहिँ मटेरियल छ त्यो भित्र थुप्रो एटम्सहरू छ सो इट्स लाइक नम्बर अफ टर्न्स क्यारिङ करेन्ट सो इट्स लाइक सोलेनोइड सो यो सोलेनोइडको फर्मुला हामीले युज गर्छौँ तर यो आई र यो आई त भिन्दै हो नि त यो आई भनेको त बाहिरको आई हो अब यो आई भनेको त मटेरियल भित्र प्रड्युस भएको हो मटेरियलको भित्रको आई हो सो यसलाई चाहिँ हामीले आइएम लेख्छौँ बुझ्यो डिफरेन्स ओके सो यहाँ हेरौँ अब यसमा अझै एउटा टर्म आउँछ जसलाई चाहिँ भन्छ म्याग्नेटाइजेसन जो कि सोध्दै थियो मलाई क्यापिटल एम सो क्यापिटल एम म यहाँ लेखिदिनु पर्यो क्यापिटल एम स्ट्यान्ड्स फर म्याग्नेटाइजेसन अब के हो म्याग्नेटाइजेसन भनेर तिमीले मलाई भन्छ भने म्याग्नेटाइजेसन भनेको चाहिँ म्याग्नेटिक मोमेन्ट डेभलप पर युनिट भोल्युम पर युनिट भोल्युम त्यसको फर्मुला के जान्छ m को फर्मुला अघि भर्खर मैले फ्रेश पढाए ia सर अघि त ia लेखेको यहाँ n छ अब यहाँ चाहिँ नम्बर अफ टर्न्स हामीले लिँदैछ नि त मान्छेले गर्दैछ त्यही भएर n ia ओके अच्छा इट्स बेटर इफ आई राइट क्यापिटल M नम्बर अफ टर्न्स टोटल नम्बर अफ टर्न्स सो म्याग्नेटिक मोमेन्टको फर्मुला NIA यस्तो कतिवटा सम्स पनि छ यो चलाएको अब भोल्युमको फर्मुला भोल्युम क्यान अलवेज बी रिटन एज एरिया इन्टु लेन्थ अब AA क्यान्सल आउट अब यो क्यापिटल N by L which is number of turns per unit length so small n यो small n अन्त यो म्याग्नेटिक मोमेन्ट कहाँ प्रड्युस भएको मटेरियल भित्र कि बाहिर यो स्मल एन म्याग्नेटिक मोमेन्ट भित्र बाहिर चाहिँ कसरी हुन्छ म्याग्नेटाइजेसन चाहिँ भित्रको प्रोसेस हैन मटेरियल भित्र डेभलप हुन्छ हैन ल बाहिर भन्नेहरुलाई चाहिँ खतरा हुन्छ यो सल्युट चाहिँ किन दिएको भन त तिमीहरु सहिद हुनेवाला छ नि त बच्चा एक्जाम त्यही भएर ओके एनीवे म्याग्नेटाइजेसन त बाहिर हुन्छ नि सबै गयो त्यसो ल सो जे होस् यो NIM भनेको क्यापिटल M हो सो यहाँ म्यू नट टु म्यू नट NIM भनेको क्यापिटल M ओके सो अब टोटल फिल्ड अघिसम्म त B नट मात्रै थियो जसले म्याग्नेटाइज गर्दै थियो अब चाहिँ BM भित्रको फिल्ड पनि भयो सो टोटल फिल्ड हामीले हेर्यो भने चाहिँ B नट प्लस BM जसमा B नट चाहिँ म्यू नट H प्लस BM म्यू नट M म्यू नट कमन लियो H प्लस M आयो अब यो जुन चाहिँ B छ यो B लाई चाहिँ हामी के लेखिदिन्छ भन्देखिलाई B लाई चाहिँ म्यू H B लाई चाहिँ अब यो म्यू चाहिँ कहाँबाट आएछ फेरि सो दिस इज फर अ मिडियम हामीले जसरी यहाँ भ्याक्युमको लागि म्यू नट लेख्दैछ म्यू नट H अब त मिडियमको कुरा गर्दैछ नि हामीले टोटलको कुरा गर्दैछ टोटल सो त्यही भएर हामीले म्यू H लेखिदिन्छ फर मिडियम त्यहाँबाट लास्ट स्टेप
mu by mu naught, mu by mu naught, उताले mu naught ले h लाई उता लैजाऊ, h लाई उता लग्यो भने के हुन्छ h plus m by h हुन्छ, त्यहाँदेखि LCM सेपरेट गर्यो भने 1 plus m by h. So finally you get a very important relation. Permittivity of medium by permittivity of vacuum is relative, sorry, permeability. So this is relative permeability. यतापट्टि 1 को 1. Okay. So mu भनेको permeability ल, मैले मिस्टेकली permittivity भनि पठाएछु. Anyway, यो रेशियोलाई हामीले relative permeability भन्छ. अनि यहाँ m by h, magnetization by magnetizing field intensity, यो रेशियोलाई चाहिँ psi भन्छ. CHI तर पढ्दा चाहिँ psi. Susceptibility. So what is this? Susceptibility. So your relation is very important and यो सिक्नु त इम्पोर्टेन्ट छँदैछ. प्लस यहाँ थुप्रो टर्म्सहरु हामीले चलाएको छ जस्तो कि psi, m, h, यो टर्म्सहरु चाहिँ तिमीलाई फर्दर प्रपर्टिजहरु मटेरियल्सको पढ्दै गर्दा त्यहाँ पनि काम लाग्छ. टाइप्स अफ म्याग्नेटिक मटेरियल्समा तीन खालको मटेरियल आउँछ. अब हाम्रो रेगुलर यो त थाहा छ है, डल्लै बिर्स्यो नि यो चाहिँ आन्सर. D for dia, D for P for para, P for यस्तो जग्गा बिर्स्नु है. F for so dia भनेपछि कस्तो रिपल्सन? वीक रिपल्सन. धोका त पाएको हो तर अलिकति माया त रहन्छ नि त x सँग हैन, त्यही हो. सो कस्तो रिपल्सन? वीक रिपल्सन. पारा त प्यारमै छ. कस्तो एट्र्याक्सन? वीक एट्र्याक्सन. यसको थुप्रो भइसक्यो नि हैन प्यारमा बसेको. वीक एट्र्याक्सन. फर्स्ट लभ. यतिको चाहिँ भयो. फिजिक्स फेल भयो भने यो चाहिँ नगर्नु ल. डाया, प्यारा र ओके. अब यसको इक्जाम्पल्सहरु तिमीले हेरिहाल्नु आफै हैन. नेक्स्ट चाहिँ यसको ससेप्टिबिलिटी, त्यहाँबाट यसको पर्मिटिभिटी हो, त्यहाँबाट यसको टेम्परेचर सँगको डिपेन्डेन्स, यसको बारेमा चाहिँ हामी अलिकति कुरा गरौँ. सो ससेप्टिबिलिटी भनेको अघि भर्खर मैले भने m by h. सो रिपल्सन कति बेला हुन्छ भन्देखिलाई चाहिँ जब चाहिँ तिम्रो यहाँ नै रिपल्सन कति बेला हुन्छ एउटा मटेरियलमा. when does a material get repelled by a magnet भने चाहिँ जब चाहिँ मटेरियलमा जुन चाहिँ h लाग्दैछ. h भनेको चाहिँ म्याग्नेटाइजिङ फिल्ड इन्टेन्सिटी मैले भनिसकेको छु. h चाहिँ यता गयो अनि तिम्रो मटेरियलको म्याग्नेटिजम चाहिँ अपोजिट डाइरेक्सनमा भयो तब चाहिँ रिपल्सन हुन्छ. इफ बोथ दिस डाइरेक्सन्स आर अपोजिट टु इच अदर. त्यही भएर डायाको चाहिँ ससेप्टिबिलिटी नेगेटिभ हुनुपर्छ. के हुनुपर्छ रे? बिकज अफ अपोजिट डाइरेक्सन. अब रेगुलरमा चाहिँ मैले लामो ओरिजिनहरु पनि पढाउँथे, त्यत्रो पढ्नु पर्दैन तिमीले. मेन चाहिँ प्रपर्टिज हो यसको. ओरिजिन पनि पढाएको कारण चाहिँ सो दैट प्रपर्टिज अलिक बुझोस्. अहिले टाइम छैन त्यत्रो पढ्ने, चाहिँदैन पनि. ओरिजिनको बारेमा सोध्दैन, डोन्ट वरी. तर प्रपर्टिज चाहिँ इम्पोर्टेन्ट हो. सो यहाँनिर मैले भने m र h अपोजिट डाइरेक्सनमा छ, त्यही भएर नेगेटिभ. तर वीक छ, त्यही भएर नेगेटिभ एन्ड स्मल. नेगेटिभ एन्ड स्मल. त्यहाँबाट पर्मिटिभिटीको कुरा गर्दै गर्दा पर्मिटिभिटी पनि अब सिन्स धोका पाएको हो यसलाई एलाउ गर्दैन. यसले एलाउ गर्दैन. त्यही भएर यसको पर्मिटिभिटी भ्यालु इज लेस. अब टेम्परेचरसँगको रिलेसन. टेम्परेचरसँगको रिलेसन चाहिँ अब यसको त अलिक डेप्थमा पढ्नुपर्छ. ओरिजिन बारेमा त्यत्रो जानु परेन. खाली यति मात्रै याद राख्नु, डायाको चाहिँ म्याग्नेटाइजेसन टेम्परेचरमा डिपेन्डै गर्दैन. इट डज नट डिपेन्ड अन टेम्परेचर. यसको लागि चाहिँ ओरिजिन पढ्नुपर्छ, अहिले हामीले पढ्नु पर्दैन. सो स्ट्रेट ग्राफ. अन्त स्ट्रेट पनि तिम्रो माथिपट्टि पोजिटिभपट्टि हैन, सिन्स नेगेटिभ भ्यालु छ यसको ग्राफ यतापट्टि आउँछ. यतापट्टि हुँदैन है, तलपट्टि हुन्छ. यसको ससेप्टिबिलिटी भ्यालु के हुन्छ? नेगेटिभ. ओके.
अब प्याराको कुरा गर्दै गर्दा प्यारा त प्यारमा छ, सो के हुन्छ जतापट्टि एच त्यतैपट्टि एम। सो ससेप्टिबिलिटीको भ्यालु चाहिँ तिम्रो पोजिटिभ हुन्छ तर विकै हो, त्यही भएर स्मल। त्यहाँबाट म्युको कुरा गर्दै गर्दा म्यु चाहिँ स्लाइटली ग्रेटर देन डायर, किनकि यसले चाहिँ अलिकति एलाउ गर्छ नि त, यो त धोका भएको, यसले त एलाउ नै गर्दैन, पुरा मिनिमम एलाउन्स, यसले चाहिँ अलिकति बेसी एलाउ गर्छ फिल्डलाई। अनि म्यु भनेको नि के हो, एलाउन्स, राइट, गिभन टु द फिल्ड लाइन्स, फर्मेसन अफ फिल्ड लाइन्स। ओके, अब प्यारामा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ जतिलाई याद छ प्यारा र फेरो चाहिँ यसको म्याग्नेटाइजेसन चाहिँ बिकज अफ द अलाइनमेन्ट अफ डाइपोल्स हो, ओरिजिनमा डेथ नगयो भने, बिकज अफ अलाइनमेन्ट अफ डाइपोल्स। सो तिमीले टेम्परेचर जति बढाउँछौ तिम्रो अलाइनमेन्ट त्यति मुस्किल हुन्छ, बिकज टेम्परेचर बढ्यो भने ऱ्यान्डमनेस बढ्छ। सो द डाइपोल्स क्यान नट बी perfectly aligned as it should have been at low temperature. So they are inversely related. So susceptibility ra temperature चाहिँ कसरी related हुन्छ, यसलाई नै क्युरीज लॉ पनि भन्छ, क्युरीज लॉ। So it's very easy to derive Curie's law actually. Okay, so त्यसलाई पनि अलिकति हेरिहालौँ, बिकज क्युरीज लॉ को पनि डेरिभेसन सामने आउन सक्छ, सजिलो छ यहाँ। So magnetization depends on H. जति बेसी मैग्नेटाइजिंग फील्ड इंटेंसिटी त्यति बेसी मैग्नेटाइजेशन, बट मैग्नेटाइजेशन इज इन्वर्सली प्रोपोर्शनल टू टेम्परेचर। जति बेसी टेम्परेचर त्यति कम्ती अलाइनमेंट, जति कम्ती अलाइनमेंट त्यति कम्ती मैग्नेटाइजेशन। इजी? सो व्हेन यू कंबाइन देम व्हाट डू यू गेट? M proportional to H by P. And whenever you remove this proportionality sign, you expect a constant, that is Curie's constant. Oh, so sorry. So Curie's constant la hami C. C lekhu. This is Curie's constant. And here H by T ayo. Last step H la yata laijau. M by H. Eta pati ke ayo? C by T. And M by H bhane ke ho? Psi. So psi equals to C by T. Psi equals to C by T. This is the Curie's law. यसलाई मैले यहाँ इक्वल टु र सी हटाएर प्रोपोर्शनलिटी साइन लगाएँ, बुझ्यो? सो यसको ग्राफ कस्तो आउँछ? हाइपरबोलिक। अन्त यसमा तिमीले याद गर्नुपर्छ है, एकखेप चेक पनि गर, हाइपरबोलिक छ हैन? हजुर, अब यहाँ मैले किन चेक गर्नु पर्यो भने त, बिकज समटाइम्स चाहिँ यस्तो रिलेसन हुन्छ, इन्भर्सली प्रोपोर्शनल हुन्छ तर स्ट्रेट ग्राफ पनि हुन सक्छ। यस्तो ग्राफ यहाँ हेरौँ त, यस्तो ग्राफ यस्तो पनि त हुन सक्छ, यही रिलेसनको लागि कतिवटा केसमा, तर छैन त्यस्तो। किन भन त, यो र यो चाहिँ केमा डिपेन्ड गर्छ भन्दाखेरि चाहिँ तिम्रो प्रोपोर्शनालिटीको रेशियो। यस्तो ग्राफ छ भने चाहिँ के हो भन त, प्रोपोर्शनालिटीको रेशियो फिक्स छ। जस्तो कि टेम्परेचर 1 ले चेन्ज भयो भने साइ पनि 1 ले नै चेन्ज हुन्छ। यहाँ टेम्परेचर 1 ले चेन्ज भयो भने यहाँ चाहिँ साइ अर्कै भ्यालुले चेन्ज हुन्छ। सो डिपेन्ड त दुईटा इन्भर्सली गर्दैछ, यो ग्राफ पनि इन्भर्स डिपेन्डेन्सको लागि हो, यो पनि इन्भर्स डिपेन्डेन्सको लागि हो, तर यो ग्राफ चाहिँ लिनियर डिपेन्डेन्ट हो। लिनियर डिपेन्डेन्ट भनेको जति टेम्परेचरमा चेन्ज त्यति नै साइमा चेन्ज, तब चाहिँ यस्तो ग्राफ बनिन्छ। यस्तो छैन भने चाहिँ जहिले पनि यस्तो ग्राफ बनिन्छ। यो कुरा पनि तिमीलाई याद राख्नु, अरु सँगसँगै तिमीलाई अलिक काम लाग्छ। ओके, त्यहाँबाट हामी जाँदैछ फेरोमा। अब फेरो र प्यारामा चाहिँ फरक यति मात्रै हो, फेरोको चाहिँ कसले भन्नु सक्छ? डोमेन्स। फेरोले चाहिँ ग्रुप फर्म गर्छ, डोमेन्स भन्छ। के भन्छ रे? डोमेन्स। अब डोमेन्सको भर्बली म भन्दै गर्दा, डोमेन इज अ ग्रुप अफ अराउन्ड 10 to the power 16 to 17 atoms which have magnetic moment in the same direction. त्यसले चाहिँ ग्रुप फर्म गर्छ। सो ग्रुप फर्म गरेकोले गर्दा एट्र्याक्सन पनि के हुन्छ? एकदमै स्ट्रङ। अन्त यहाँ पनि एम र एच को डाइरेक्सन त त्यही हो, सेम। त्यही भएर तिम्रो साइ को भ्यालु पोजिटिभै हुन्छ, तर इट्स भेरी भेरी लार्ज। त्यहाँबाट म्यु को भ्यालु पनि के हुन्छ? ग्रेटेस्ट among all these three। सबैभन्दा बेसी अलाउन्स यसलाई गर्छ, फर्स्ट ल हो।
त्यहाँबाट ग्राफमा हेर्यो भने अन्त यसमा चाहिँ अलिकति क्युरिज ल पनि अलिकति मोडिफाइड हुन्छ, जसलाई हामीले मोडिफाइड क्युरिज ल पनि भन्छ, साथसाथ क्युरिज वाइज ल पनि भन्छ। बिकज त्यो मान्छे जो मान्छेले यसमा मोडिफिकेसन ल्यायो त्यसको नाम चाहिँ वाइज हो, WEISS। सो क्युरी वाइज ल। सो यसमा चाहिँ के चेन्ज हुन्छ भन्दाखेरि सेम हुन्छ फर्मुला जस्तोको त्यस्तै, तर साइ इक्वल्स टु C बाइ T माइनस EC। यो TC चाहिँ तिम्रो क्युरिज टेम्परेचर हो। के टेम्परेचर हो? अब सर यो क्युरिज टेम्परेचर चाहिँ के हो भन्यो भने चाहिँ यहाँ क्युरिज टेम्परेचर इज दैट टेम्परेचर इन विच द डोमेन वल्स ब्रेक। अघि जुन चाहिँ मैले ग्रुप भनेर कुरा गरेँ त्यो वल ब्रेक हुन्छ, अनि त्यो वल ब्रेक भयो भने चाहिँ फेरि के भनिन्छ? सो म यो अलिकति बुझाउनुको लागि यहाँ सानो एउटा डायग्राम पनि बनाइदिन्छु, यसो बुझ्नुको लागि मात्रै। हाम्रोमा रेगुलरको नोट्स त अलरेडी छँदैछ, जस्ट बुझ्नु मात्रै। अब प्यारामा चाहिँ यस्तो हुन्छ, यस्तो हुन्छ, यस्तो। तर डायामा चाहिँ फेरि यिनीहरू ग्रुप बनाएर बस्छ। डायामा चाहिँ यस्तो हुन्छ, सरी नट डाया, फेरोमा चाहिँ जस्तो यो एउटै डिरेक्सनमा छ म्याग्नेटिक मोमेन्ट, ग्रुपमा बस्छ, यसरी ग्रुपमा बस्छ। त्यहाँदेखि यता जानेको अर्कै ग्रुप हुन्छ, आफ्नो आफ्नो ग्रुप बनाएर बस्छ यसरी। यसलाई चाहिँ डोमेन्स भन्छ। अनि क्युरिज टेम्परेचरमा चाहिँ यो डोमेन वल विच इज नट अ फिजिकल बाउन्ड्री, इट ब्रेक्स, अनि वान्स इट ब्रेक्स फेरो बिकम्स। त्यही भएर चाहिँ यहाँनिर हाम्रो क्युरिज लमा अलिकति चेन्ज आउँछ। सबैले बुझ्यो? अनि यसको ग्राफ हेर्दै गर्दाखेरि चाहिँ यहाँ एउटा क्युरिज टेम्परेचरको ग्राफ हुन्छ, अनि यहाँसम्म चाहिँ स्लाइटली मात्रै भ्यारी गर्छ, यस्तो ग्राफ हुन्छ। यहाँदेखि त स्वाटै भ्यारी गर्छ, यस्तै एउटा ग्राफ छ। अब एक्ज्याक्टली त छ छैन, बट बुकसँग तिमीहरूले रिलेट गरिहाल्नु, तर यस्तै खालको एउटा सिमिलर ग्राफ हुन्छ जहाँनिर TC हुन्छ। हेर त एकखेप म्याच गर, बुकसँग म्याच गर, तिमीहरूको नोट्समा पनि छ होला, ठिकै छैन? हजुर। सो विथ दिस हामीले यो अब वान सर्ट गरेको जस्तो भयो। मेन कुराहरू मैले यहाँ सबै तिमीहरूलाई बताइदिएको छु। अनि साइको कुरा पनि गरिहाल्यो हामीले, म्याग्नेटाइजेसन पनि भइहाल्यो, पर्मिएबिलिटी यहाँनिर। अब हेर, यसलाई चाहिँ लेख्ने तरिका अलग अलग छ है। यसलाई लेख्ने तरिका यो म्युको बारेमा, जस्तो CBSE मा चाहिँ उनीहरूले एप्सिलनहरू चलाउँछ CBSE बुकमा, तर सबैको मिनिङ चाहिँ त्यही हो। अन्त उनीहरूले यसो भन्छ एप्सिलन इज अ भेरी भेरी लेस क्वान्टिटी भनेर भन्छ हो। जस्तो अब हामीले चलाउँदै गरेको बुकमा चाहिँ यस्तो लेखेको रहेछ, म्यु आर, यसको चाहिँ उनीहरूले रिलेटिभ पर्मिटिभिटी लेस देन 1 लेखेको छ, यसको चाहिँ उनीहरूले रिलेटिभ पर्मिटिभिटी ग्रेटर देन 1 लेखेको छ, whereas यसको चाहिँ उनीहरूले रिलेटिभ पर्मिटिभिटी मच ग्रेटर देन 1 लेखेको छ। सो आफ्नो आफ्नो बुकमा आफ्नो आफ्नो वेमा हुन्छ। CBSE मा यही कुरालाई उनीहरूले एप्सिलनहरू चलाएर एप्सिलन इज अ पोजिटिभ भ्याल्यु, अ स्मल भ्याल्यु भनेर लेखेको छ, तर कुरा चाहिँ एउटै। बुझ्यो?